सक्दैनन् भने तपाईको अगाडिमा आत्महत्या गर्न सक्छ। तपाईको अगाडि यति विश्वास छ राजा नआएपछि यो देश बच्नै सक्दैन। 2-4 जना छोरा छोरी अलिकति दुःख गरेर पढाइन्छ। अब बुढेसकालमा केही छोरा छोरीले यसो बिरान भएको बेला औषधि लिएर आउलान्, यसो सारा देलान् भन्ने अवस्थामा बाध्यताले गर्दा विदेश सिल्नु परेको छ। अहिले नेपालमा भएका युवाहरूलाई रोजगार दिएको भए विदेशी न त पर्ने थिएन नि। हिजो नेपाली जनता हाँसिरहेका थिए, राजा र जनता मिलेर देशको विकास कर्मिक रूपले भएर अगाडि बढिरहेको थियो। नेपालले कयौं मुलुकलाई आर्थिक सहयोग गर्थ्यो, खाद्यान्न दिन्थ्यो, अन्नपात दिन्थ्यो। नेपाली काङ्ग्रेसको र कम्युनिस्टको इतिहास अहिलेसम्म नेपाली जनताको पक्षमा राष्ट्रियताको पक्षमा कहाँनिर कहिले भएको छ त्यो देखाउनु। पैसा कमाएको कर तिरेर यिनीहरूले खाइरहेका छन्, भ्रष्टाचार गरेर देश लुटिरहेका छन्। राजाले त त्यस्तो गर्दैनन्। त्यही भएर हामीलाई चाहिँ राजा चाहियो भनेर चाहिँ हामी आन्दोलनमा नेपाली हामी रहौँला कहाँ नेपाली नरहे नेपाली नरहे। हाम्रो नेपालै बचेन भने देशै बचेन भने हामी कहाँ रहन्छौँ। दर्शकबिन यति बेला चाहिँ हामी यो बल्कु चोकमा छौँ र आज यहाँ चाहिँ राजावादीहरूको आन्दोलन चलिरहेको छ। एकदम सभ्य तरिकाले चाहिँ यो आन्दोलन चलिरहेको छ। पछाडिको माहौल देख्न सक्नुहुन्छ, हजारौं जनताहरू सडकमा आएका छन्। राजा चाहियो, अब देशमा राजाको आवश्यक छ। गणतन्त्रबाट जनता खुसी हुन सकेन, अब चाहिँ जसरी पनि हामीलाई राजा चाहियो कि मर्न मार्न हामी तयार छौँ भन्दै हजारौं जनताहरू सडकमा हामीले देख्न सक्छौँ। अबको हाम्रो बाटो भनेको हामीलाई राजा जसरी पनि चाहिन्छ भन्ने हजारौं जनताको माग छ। यति बेला चाहिँ यहाँ बल्कुमा चाहिँ प्रायः सबै सटरहरू बन्द छन्। जस्तो अस्ति दिनगुनेको जस्तो अवस्था आउँछ कि भनेर चाहिँ यहाँका व्यवसायीहरूले चाहिँ आज सम्पूर्ण सटरहरू बन्द गरेर बसेका छन् र यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा बनाइरहेको छ। यहाँको सुरक्षा व्यवस्था निकै कडा छ भने अस्तिको जस्तो आन्दोलन चाहिँ यहाँ भएको छैन। आन्दोलन शान्तिपूर्ण रूपमा निकै सभ्य भव्य तरिकाले चाहिँ अघि बढिरहेको छ र सुरक्षा व्यवस्था पनि एकदम कडा बनाइरहेको छ। र यहाँको सटरको अवस्था, यहाँको बजारको स्थिति भने निकै सुनसान जस्तो छ। यहाँका सटरहरू सबै बन्द भएका छन्। मेरो नाम हो कृष्ण प्रसाद लुइटेल। म राप्रपा नेपालको पनि सहमहामन्त्री हुँ, राष्ट्रिय नागरिक समाजको पनि अध्यक्ष। तपाईँको आजको यो आन्दोलनको माग चाहिँ के हो खास वास्तवमा? यो आन्दोलनको माग भनेको चाहिँ के भन्छ, राष्ट्र चाहिँ बचाउनको लागि एउटा चाहिँ आह्वान गरिएको हो। राष्ट्र बचाउन, नेपाली जनता हँसाउनको लागि। त्यो राजा आइसकेपछि चाहिँ राष्ट्र बच्छ भन्ने तपाईँहरूको धारणा हो? यो देशको निर्माण गरेकै नेपाली जनता र राजा मिलेर, सेना राजा र नेपाली जनता मिलेर यो देश निर्माण भएको। यो इतिहासलाई कहिले पनि हामीले भुल्नु हुँदैन। जनता र राजा छुट्याउने बित्तिकै जनताले दुःख पाउँछ, राष्ट्र पनि रहँदैन। त्यति बेला राजतन्त्रमा पनि किन जनता खुसी हुन सकेनन्? त्यति बेला चाहिँ यत्र जनताले रगतको खोलो बगाएर चाहिँ गणतन्त्र ल्याए, अब चाहिँ देशमा विकास हुन्छ भन्ने देशमा जनतामा छुट्टै एउटा माहौल छाएको थियो। त्यति बेला चाहिँ किन राजादेखि जनता खुसी हुन सकेन र फेरि त्यही आज आएर त्यही राजालाई जनताले खोजिरहेका छन्? यहाँले राम्रो कुरा सोध्नुभयो अघि, धेरै राम्रो कुरा। त्यति बेला नेपाली जनता धेरै खुसी थिए, तर के थियो भने तपाईँको यहाँ एउटा ग्रान्ड डिजाइनले धेरै वर्ष अगाडिदेखि यो देशमा यो नेपाललाई मिल्नको लागि, खानको लागि एउटा ग्रान्ड डिजाइनले खेलिरहेको थियो। त्यो बाहिरी शक्ति र भित्री शक्ति थिए। ती शक्ति भनेको अहिलेका काङ्ग्रेस, एमाले, माओवादी र बाहिरी शक्ति भनेको इन्डिया र चाहिँ के भन्छ युरोपियन कन्ट्री चाहिँ कोही थियो। अहिले पनि राजा ल्याउनको लागि त बाहिरी शक्तिको चाहिँ भूमिका छ भन्छ नि, के हो? सुन्नु, तपाईँले मैले भन्न खोज्दैछु चाहिँ पुरानो भन्न नगरेर फेरि सोध्नु हो नि, म फेरि उतैपट्टि फर्किन्छु। हेर्नु, हिजोको इतिहासमा तपाईँले स्मरण गरेर तपाईँलाई छैन होला, भर्खर हुनुहुन्छ अघि 46 को आन्दोलनमा भारतले नेपाललाई नाकाबन्दी गरिरहेको अवस्था थियो। त्यो बेलामा मरिचमान प्रधानमन्त्री हुनुहुन्थ्यो, राजा विरुद्ध राजा उसिन्थ्यो। दुईटा देशको बिचमा यस्तो किसिमको चाहिँ 18 महिनासम्म नेपाली जनताले, नेपाल श्रीपादको सरकारले त्यो चाहिँ नाकाबन्दीलाई थेक्न सक्यो। किन केको लागि थेक्न सक्यो? राष्ट्रियताको लागि। भारतले नेपाली जनतालाई नचाहिँदो दुःख दिएर
नेपालको राजालाई घुँडा टेकाउनलाई त्यो नाकाबन्दी गरिएको थियो। तर 18 महिनासम्म श्री 5 को सरकारले थेक्न सक्यो, त्यो थियो राष्ट्रियता। त्यसैको आधारमा काङ्ग्रेस र एमाले अहिलेका कम्युनिस्ट भनौँदाहरू मिलेर भारतलाई गुहारेर त्यो बेलामा राजासँग मिलेर त्यो चाहिँ नाकाबन्दीलाई भारतलाई परास्त गर्नुपर्ने थियो। त्यो हुन्थ्यो राष्ट्रियता है। त्यसले गर्दाखेरि उल्लो राजालाई र यो व्यवस्थालाई चाहिँ गाली गर्न लगाइयो। हेर्नुहोस्, त्यो पनि राष्ट्रियता हो। दुई देश बिचमा झगडा भइरहेछ। त्यसले गर्दाखेरि म भन्दैछु नेपाली काङ्ग्रेसको र कम्युनिस्टहरूको इतिहास अहिलेसम्म नेपाली जनताको पक्षमा राष्ट्रियताको पक्षमा कहाँनिर कहिले भएको छ त्यो देखाउनु। त्यसले गर्दाखेरि हिजो नेपाली जनता हाँसिरहेका थिए। राजा र जनता मिलेर देशको विकास कर्मिक रूपले भएर अगाडि बढिरहेको थियो। नेपालले कयौँ मुलुकलाई आर्थिक सहयोग गर्थ्यो, खाद्यान्न दिन्थ्यो, अन्नपात दिन्थ्यो। हेर्नुहोस्, आर्थिक रूपमा सहयोग गर्थ्यो। आपद विपद पर्दाखेरि मित्र राष्ट्रहरूलाई, छिमेकी मुलुकहरूलाई सहयोग गर्थ्यो। आज नेपालीको हैसियत कहाँ पुगेको छ यो स्मरण गरौँ न। हामीले हिजोको इतिहासलाई फर्केर हेर्दिन। त्यस कारणले गर्दाखेरि हेर्नुहोस्, त्यही अवस्था ल्याउन लागेको। अब नेपाली जनता, राजा र सेना मिलेर यो देशको निर्माण गर्नु। तर पनि बगेको खोली फर्किन सक्दैन। अब राजा आउने त चान्स भनेको त एकदम कम छ भन्छ नि। यो अरू जस्तो मुलुक होइन। यो हेर्नुहोस्, यो नेपाल हो। यो नेपालको चाहिँ नि एउटा चाहिँ पहिचान छुट्टै किसिमको छ। नेपालको एउटा दैवीय शक्ति छुट्टै किसिमको छ। त्यसले गर्दाखेरि तपाईँ बगेको खोला फर्किन भन्नु हो नि। बगेको खोला कसरी फर्काएर अब नेपाली जनताले देखाउँछ भने यसरी ओह्रालो लागेर पानी खोला त बग्छ नि, तर पानी अब मासतिर फर्किन्छ। कसरी हुन्छ त्यो सम्भव छ? तपाईँ हेर्दै जानु न। यदि पानी माथि फर्केर राजा आएनन् भने तपाईँको अगाडिमा आत्महत्या गर्न सक्छ। तपाईँको अगाडि यति विश्वास छ निश्चित रूपमा राजा नआएपछि यो देश बच्नै सक्दैन, देश बाँच्नै सक्दैन। मैले भने नि नेपाली जनता र राष्ट्रलाई बचाउनको लागि राजा आउनुपर्छ। यसमा अब नेपालमा भएका कुनै पनि शक्तिले त्यो चाहिँ भूमिका खेल्नुपर्छ म भन्न चाहन्छु। कहिलेसम्म फर्किनु होला त? यदि राजा फर्किनु भयो भने कहिलेसम्म फर्किनु होला? मिति चाहिँ तोक्न सकिन्न है। समय छिट्टै नजिक आइसकेको छ। तपाईँ धेरै अगाडि गयो भने चाहिँ अब धेरै अगाडि गयो 1 महिना है, नत्र भने 20-22 दिनभित्रमा चाहिँ अब छिट्टै नेपाली जनताले सुखद समाचार प्राप्त गर्ने होला छ। एकदम त्यसमा कुनै शङ्कै छैन। र यही अर्थमा म चाहिँ कहीँ पनि अब चाहे नराम्रै भए पनि, बेकुबै भए पनि, राष्ट्रघाती नै भए पनि तपाईँको मिडिया मार्फत म मेरो प्रधानमन्त्रीलाई सन्देश पठाइदिनु। मेरो प्रधानमन्त्री तपाईँले छिटोभन्दा छिटो राजालाई बोलाइदिनुहोस्। तपाईँहरू 7 भाइमा 1 भाइ त्यो के अरे गिर्जा है के भने त्यो राष्ट्रघाती त मरेर गयो, नर्कमा छ। अब तपाईँहरू 6 भाइ हुनुहुन्छ। तपाईँका छोराहरू कति छन् मलाई थाहा छैन, र तपाईँका नातिहरू कति छन् त्यो पनि हामीलाई थाहा छैन। ती सबैलाई चाहिँ नेपाली जनताको तर्फबाट मुर्दाबाद भन्न चाहन्छु। राजा आइसकेपछि यो जुन अहिले भइरहेको व्यवस्था भन्दा के कस्तो फरक आइन्छ? त्यति बेलाको अवस्था चाहिँ कस्तो हुन्छ? त्यति बेला चाहिँ जुन यो शासन कस्तो हुन्छ त्यसको बारेमा तपाईँहरूको पार्टीले चाहिँ केही धारणा बनाएको छ? स्पष्ट भिजन छ कि छैन? राजा त आउलान्, तर राजा आइसकेपछि राजाले के गरे देश र जनताको लागि के कस्तोसम्म गर्न सक्छ? स्पष्ट भिजन छ तपाईँहरूसँग? राजा आइसकेपछि के हुन्छ भने सबैको सोच के हुन्छ भने नेपाली चोरीले नि चोरीले अब त राजा चोर हुन भन्छ। घुस खानीले चाहिँ अब त हुन्छ है। पहिला जस्तो होइन, म त हाकिमले पनि तपाईँको माल पोत त हाकिमले उसले माताको कर्मचारीलाई भनिसकेको हुन्छ खबरदार है, पहिलाको अवस्था होइन नि। अब बटेर काम गर्नु नि, खुलेआम चाहिँ भ्रष्टाचार गर्न पाउँदैन, हल्का लाग्छ। मनस्थिति नै के हुन्छ भने अब विकास कसरी गरौँ है, र त्यहाँदेखि जनतालाई कसरी सुख शान्ति दिने है। अहिले जनता रोइरहेको छ नि। अहिले जनता तपाईँको प्रत्येक घरमा रोइबसी छ। प्रत्येक घरको चाहिँ के अरे परिवारले पीडा छ। के कारणले भयो त्यो? यही केही बहुदलीय गणतन्त्रका कारणले, यिनै नाकाहरूको कारणले। यी त
जनावरमा बुवासा हेर्नुहोस्, पन्छीमा चाहिँ गिद्ध, जनावरमा बुवासा, पन्छीमा गिद्ध, घुसुलमा यी के अरे सुलसुले हुने, यी यति खराब देखियो नि यो इतिहासमा। अब यो भोलि पनि हुँदैन, हिजो पनि थिएन, आज भइरहेको छ आजसम्म। हस्, धन्यवाद। धन्यवाद। कहाँबाट आउनुभयो? म शङ्खरापुर 6 वडा नम्बर 6 बाट कौशल्या खत्री हो। तपाईँको नाम चाहिँ दिदी? मेरो कौशल्या खत्री। तपाईँ यो आन्दोलनमा आइरहँदा आन्दोलनमा चाहिँ किन आउनुभयो? हामी एउटा देशको लागि र जनताहरूको लागि हाम्रो अब नेताहरूले गणतन्त्रमा हामीले हेऱ्यौँ, गणतन्त्रमा नै होइन, हामीले गणतन्त्र पनि हेऱ्यौँ। अब राजा नआइकन देशमा तपाईँले त राजतन्त्र पनि हेर्नुभयो। राजतन्त्रमा अहिले गणतन्त्रको जस्तो त थिएन नि, राजतन्त्रमा गणतन्त्रको जस्तो थिएन। अहिले लुटपाट धेरै, भ्रष्टाचार धेरै। अब नेताहरू आफ्नो हिजो गाउँ रोल्पा हुम्ला यस्ता दुर्गम ठाउँबाट चप्पल लाएर आएका नेताहरू आज पजेरो चढ्ने, ब्याङ्क ब्यालेन्स देउन्, काठमाडौँमा घर विदेश आफन्तहरू मात्र पाल्ने काम भयो यहाँ। अब गरिब दुखी जनताको लागि र देशको लागि माया गर्ने, देशको लागि गर्ने, गरिब दुखीको लागि त जनताको लागि नेताहरूले केही पनि गर्न सकेनन्। अलिकति पढेका छोराछोरी अहिले हेर्नुहोस् न देशको कस्तो छ हालत। 2-4 जना छोराछोरी अलिकति दुःख गरेर पढाइन्छ। अब बुढेसकालमा केही छोराछोरीले यसो बिरान भएको बेला औषधि लिएर आउलान्, यसो सहारा देलान् भन्ने अवस्थामा बाध्यताले गर्दा विदेश सिल्नु परेको छ। अहिले नेपालमा भएका युवाहरूलाई रोजगार दिएको भए विदेशिनु त पर्ने थिएन नि। त्यस कारणले हामीलाई चाहिँ राजा चाहियो भनेर हामी अहिले आन्दोलनमा उत्रेका छौँ। तपाईँले भन्न खोज्नु भएको राजा आइसकेपछि चाहिँ सबै कुराको समाधान हुन्छ, जनता पनि खुसी हुन्छन्, त्यही हो तपाईँले? हजुर हो। राजा आएपछि यो सांसददेखि लिएर यो नेताहरू पाल्ने काम मात्र भयो नि त। राजा आयो भने त राजा एकजनाले मात्रै यिनीहरूलाई पाल्नेले त अलिकति रोजगार, बेरोजगारीहरूलाई रोजगार दिन सक्छ नि त। यिनीहरूले त सांसददेखि लिएर राजा नेताहरू मात्र पाल्ने काम भयो के। राजा त एकजना मात्र हो। नेताहरूलाई यसो 100 जना नेताहरूलाई पाल्नु त हामीले दुःख गरेर पैसा कमाएको कर तिरेर यिनीहरूले खाइरहेका छन्, भ्रष्टाचार गरेर देश लुटिरहेका छन्। राजाले त त्यस्तो गर्दैनन्, त्यही भएर हामीलाई चाहिँ राजा चाहियो भनेर चाहिँ हामी आन्दोलनमा